हेलो गाइस, आई जस्ट अनि भर्खर उठेको अनि आज चाहिँ वी विल बी गोइङ मनाङ जाने आज म अनि आज डाइरेक्ट मनाङ जाँदिनँ। आज जस्ट बेसी सहरमा बस्छु होला। जस्ट किप यु नोटिफाइड बाइ। सो वेयर ब्याक अनि म ट्याक्सीमा छु। मिसिङ ट्याक्सी बाहर उठे यार कहाँनिर रोक्ने भन्ने अगाडितिर नि छ होला। सो म चाहिँ अहिले ट्याक्सीमा छु। बस पार्क त्यहाँदेखि गाडी चढ्छु। आज चाहिँ ठ्याक्कै मनाङै जाँदिनँ। आज स्टे एट बेसी सहर अनि आज चाहिँ बेसी सहरमा बसेर भोलि चाहिँ मनाङ पुग्छु। सो त्यसो त्यो कस्तो भन्नु अलिकति सीनहरू अनि इट्स माई फर्स्ट टाइम गोइङ देयर। सो लेट्स सी। I hope that I have a great time. I just got a mask अब अहिले चाहिँ बाटो अलिक दूर हुन्छ होला अनि अब हाइस पाउँछ अरे। सो म हाइसमा जान्छु अब अनि कति बजे जान्छ थाहा छैन। अहिले चाहिँ म हाइस जाँदैछु हाइस भएको ठाउँमा। I'll let you know more about what I'll do. Bye for now. This is the place where you are. So यहाँदेखि चाहिँ हो अब गाडी जाने रहेछ यहाँदेखि हाइसहरू। यहाँदेखि म जान्छु चाहिँ। सो म चाहिँ अहिले गाडीमा छु। आई डोन्ट नो कति बजे जान्छ। मलाई अहिले नै कस्तो भइसक्यो बिरामी हुन्छ जस्तो छु। गाडीले अब बिसाउँछ जस्तो कस्तो अहिले नै कस्तो भइरहेछ। होपफुल्ली म मजाले गएर पुग्छु होला। बाटोमा छु अहिले बाटोमा छु। अहिले चाहिँ हुर्से लागिरहेछ बाटोमा। As you can see, वेदर एकदम राम्रो छ। पानी हल्का फुल्का पर्दै थियो। मजा आइरहेछ। It's kind of good. The weather is kind of good. I like it. So good. Weather is एकदमै राम्रो छ। I love it. Hi. So अहिले चाहिँ हामी नौबिसेमा छौँ अनि यहाँ गाडी रोक्दा फर अ ब्रेक खाजा खाने टाइम अनि लाइक रेस्टरुम वासरुम युज गर्ने टाइम भर्खरै रोक्यो हामीलाई। कहाँ जानु रहेछ आई डोन्ट नो वेयर यहाँ रोकेको छ अनि अब एकछिनमा निस्किन्छौँ ल। अहिले चाहिँ हामी नौबिसेमा छौँ अनि यहाँ हेर्नु इट्स क्वाइट राम्रो। मलाई चाहिँ राम्रो लाग्यो यहाँको सिनेरी अनि अहिले चाहिँ हामीले यहाँ राखेको छ अनि I'll show you अनि त्यसपछि the view is quite good right? कति अलिक राम्रो छ। मलाई चाहिँ राम्रो लाग्यो भ्यू। तपाईँलाई कतिको लाग्यो? I find it quite good. यहाँ चाहिँ you can get धेरै अब किरानाहरू I don't know म खान्न के पनि। So
myself Lays. म चाहिँ Lays खान्छु अनि अहिले लाइक खाएर भिडियो गर्छु सिनेरियो पानी पर्दैछ सानो सानो पानी पर्दैछ बाटोमा निदाएको छु म चाहिँ लास्टै सो हामी चाहिँ अहिले के हो यो बाई वा के हो यो पुलपोट त नहुँ के यही हो पौडी भन्ने चाहिँ लमजुङको स्टार्ट पौडी एउटा मात्रै एउटा ठुलो कालो ब्याग छ त्यही फाइनली म आइपुगेँ बेसी सहरको फाइनली आफ्टर अ लङ टाइम हामी चाहिँ भर्खरै आफ्टर अ लङ टाइम बल्ल बल्ल आइपुग्यौँ आइ एम भेरी टायर्ड अनि एकदमै म चाहिँ लाइक लास्ट थाकिरहेको छु यहाँ सुतेरै आइपुगेँ म चाहिँ गाडीलाई माथि बिसायो पनि अनि लाइक अब चाहिँ म गएर अब होटलमा फ्रेस भएर आउँछु यहाँ होटल बसेको होटल चाहिँ आज सो यु वेट सो आई जस्ट मैले चाहिँ भर्खरै रुम चेकिङ गरेर फ्रेस भएर निस्केँ अब कति आउनु बिर्सेँ फ्रेस भइसक्यो अब निस्केर अब तलतिर गएर एकछिन घुमेर आउँछु आई एक्सप्लोर यो बेसी सहर भन्ने ठाउँ आई हेभन लाइक दिस इज माई फर्स्ट टाइम सो न लाइक दिस इज माई की अब म चाहिँ तलतिर जाँदैछु सो यो अराउन्ड म कहाँ बस्दैछु होटलमा कुन होटलमा बाई फर नाउ प्लेस that I'm staying चाहिँ होटल गङ्गापूर्ण हो as you can see this is the place where I'm staying right now होटल गङ्गापूर्ण यहीँ बसिरहेको छु म अहिले अनि यही हो बेसी सहर चाहिँ इट्स काइन्ड अफ राम्रै लाग्यो मलाई चाहिँ राम्रो एकदम पिसफुल रहेछ लाइक कस्तो भन्नु अब इट्स गुड अहिले बेसी सहर बजार निस्केको टु अब म पहिला आएको थिएन अब हेरौँ न के हुँदो रहेछ भनेर नयाँहरू के देख्नु पाइन्छ सो म अहिले बाहिर आएको छु सो हेरौँ अब के हुन्छ वेल लेट यु नो पछि अनि लेट यु नो वाट के हुन्छ अहिलेलाई चाहिँ आम फिलिङ गुड अनि भर्खरै नुहाएर निस्केको म 10 बजे हाम्रो गाडी चाहिँ 10 बजेको थियो 10 बजेको गाडी थियो अनि यहाँ चाहिँ आइपुग्दा लाइक हिँडेको कस्तो अब लाइक 10:30तिर हिँड्यौँ होला त्यस्तै 10:30 10:45 मा आई डोन्ट नो एक्ज्याक्टली थाहा भएन बिर्सेँ तर हामी आइपुग्दाखेरि चाहिँ लाइक कस्तो भन्दाखेरि अराउन्ड 4 आई गेस 4 बजेतिर आइपुगेको थियौँ अनि लाइक आई वाज भेरी टायर्ड एन्ड देन एकदम लाइक थाकिरहेको थिएँ अनि थाकेको बेला आई जस्ट टुक अ सावर अनि सावर लिएर आएको अहिले चाहिँ म बजार जाँदैछु लेट्स सी के भेटाउँछ यहाँ खासै त केही भेट्दै छैन अहिलेसम्म वेल सी खाने ठाउँ छ अनि यताबाट चाहिँ मेन रोड हो लाइक मेन बजार आउँदो रहेछ तर यता चाहिँ मेरो स्टे म बस्ने ठाउँ चाहिँ यता हो अनि हामी आउँदाखेरि चाहिँ यताबाट आएको अनि अहिले लाइक देयर आर सप्सहरू छ डिफ्रेन्ट प्लेसेसहरू छ अनि आई डोन्ट नो लाइक अब धेरै अब के नभने यहाँ जुत्ता स्टोरहरू थियो अनि अब म चाहिँ बजार जाँदैछु हेरौँ कस्तो छ अब यता बेसी सहरको बजार नट एक्ज्याक्टली डोन्ट नो व्हाट इट्स लाइक बट विल गेट टु सी अनि अलिकति एक्सप्लोर गरौँ एक्सप्लोर गरेर अलिकति लेट्स सी के कस्तो हुँदो रहेछ यतातिर अहिले चाहिँ आम एक्चुअली फिलिङ इम्बारेस्ड है मलाई यस्तो लाज लागिरहेछ नि लाइक अब बानी छैन है भ्लग बनाउने सो
I'm actually shy अहिले अनि लाइक एभ्रीवन इज वाचिङ मी अनि लाइक म हिँड्दाखेरि लाइक सबैले साइड आइदिएर हुन्छ सो इट्स काइन्ड अफ इम्बेरेसिङ तर अब लेट्स फेस इट है अब हेर्नेले हेर्दै गर्छ अब अनि मजाक गर्नेले मजाक गर्दै गर्छ मेरो बिल्ला हान्नेले बिल्ला हान्दै गर्छ बट विल मुभ फरवर्ड है अनि यत्तिकै अगाडि बढ्दै गर्छौँ हामी भन्नेले भन्दै गर्छ जेसुकै कुरा काट्दै गरोस् अब आम स्टिल लर्निङ नि त अब भर्खर मैले पनि भ्लग बनाउनु थालेको सो आम इन माई लर्निङ फेज म नि सिक्दैछु धेरै कुराहरू मलाई पनि धेरै कुरा थाहा छैन अनि अब भर्खर सिक्दैछु सो विल सी अब बाई अहिलेलाई त्यहाँदेखि यसरी हिँड्दै यहाँसम्म आइसकेँ त्यही मलाई थाहा छैन यार कहाँ हो मेन बजार भनेर आई एक्ज्याक्टली डोन्ट नो के अब हेलो अङ्कल नमस्ते यहाँ मेन बजार कता हो तपाईँलाई थाहा छ मेन बजार यही हो लाइक अब एउटा केही चोक छैन मेन चोक जस्तो मेन चोक त्यही त त्यहाँ माथि चाहिँ हो यता होइन ए हुन्छ थ्याङ्क यू अनि अब मेन चोक उता अरे मेन चोक म चाहिँ यता डुल्दैछु एनिवेज अब यहाँ भइन्जेल के छ हेर्छु म अनि टुमोरो आल्बी म मनाङ त गइहाल्छु भोलि अनि अहिले भइन्जेलसम्म चाहिँ लेट्स एक्सप्लोर भनेको यहाँ सानिमा ब्याङ्क रहेछ यु क्यान सी सानिमा ब्याङ्क एटिएम छ यहाँ आरएन के हो यो के सिरक दर्शन पोस्टल अनि राज फ्यान्सी एन्ड सो स्टोर अनि यहाँ लाइक देयर डिफ्रेन्ट सप्स होइन डिफ्रेन्ट सप्सहरू मान्छेहरू छ अनि मैले यत्रो भिड हुन्छ जस्तो चाहिँ एक्सपेक्ट गरेको थिइनँ यत्रो मान्छेको क्राउड हुन्छ भनेर सोचेको चाहिँ थिइनँ द्याट वाज अनएक्सपेक्टेड अनि द्याट वाज समथिङ आई डिन्ट एक्सपेक्ट है अनि म त लाइक ठिकठाक हुन्छ होला खासै मान्छेहरू हुँदैन होला सोचिरहेको थिएँ बट आई वाज रङ मलाई थाहा थिएन नि त यो मैले नामै कहिले सुनेको थिइनँ यो बेसी सहर भन्ने फर्स्ट टाइम सुनेको सो आई एक्ज्याक्टली डोन्ट नो अब धेरै कुरा मलाई केही थाहा थिएन क्या यो लाइक यो सिटीको बारेमा बेसी सहरको बारेमा मैले फर्स्ट टाइम सुनेको अनि फर्स्ट टाइम पनि आउँदैछु पनि अनि सिन्स इट्स माई फर्स्ट एक्सपिरियन्स आई डोन्ट नो लट अफ थिङ्स एन्ड आइ एम रियली सरी फर द्याट अनि मैले केही अब गल्ती केही भने प्लिज फरगिभ मी अनि त्यति भन्दै आल किप एक्सप्लोरिङ अब केही देखेँ भने आल सो यु गाइज एज वेल बाई फर नाउ भीमसेन मन्दिर रहेछ यु क्यान सी है यो चाहिँ भीमसेन मन्दिर हो अनि यो चोकको नाम चाहिँ भीमसेन थान ठ्याक्क भीमसेन थान अनि यहाँ यो भीमसेन मन्दिर हुनुहुन्छ अनि अब के गर्नु फर्किनु होला म धेरै टाढा आइसके जस्तो लागिसक्यो मलाई पनि आई गेस आई सुड रिपिट अब यहाँदेखि अझै तलतिर त जानु मन थियो एक्लै छु डर पनि लाग्दैछ अनि त्यस्तो लाज पनि लाग्दैछ सो यहाँ पार्क जस्तो सानो पार्क जस्तो रहेछ यु क्यान सी हल्का सानो पार्क जस्तै रहेछ हाम्रो उता घरमा जस्तै यहाँ सिद्धार्थ ब्याङ्क एन्ड मोरल द्याट यस्तै रहेछ लाइक इट्स काइन्ड अफ गुड वेल डेभलप नै रहेछ यो ठाउँ अनि मैले चाहिँ सोचेको थिइनँ आम सरी है अनि लाइक त्यहाँ डाँडा काँडाहरू छ त्यसलाई त्यति नै देखाउँछु होला म अहिले चाहिँ म आम रिटर्निङ ब्याक टु माई होटेल अघि यसो बजार घुमौँ भनेर आएको थिएँ यहाँ मन्दिरसम्म आएँ भीमसेन मन्दिरसम्म आएर अब अहिले चाहिँ म फर्किँदैछु मेरो होटेलमा अनि खै हेर्नु त हेरेँ बजारहरू अरू त अब खै के हेर्नु अब कस्तो भन्नु इट्स नाइस अनि द प्लेस इज नाइस राम्रो छ ठाउँ मलाई राम्रो लाग्यो शीतल रहेछ पानी परेर पनि होला शीतल भएको व्हाट द हेल गाइज लेट मी सो यु यहाँदेखि हिमाल देखिरहेछ आल सो यु म भर्खर नोटिस गरिरहेको छु वेट आल सो यु Can you see? See. हिमाल छ त्यहाँ Can you guys see that? त्यहाँ हिमाल छ सी वाउ म भर्खर नोटिस गरिरहेको छु मैले आई डिडन्ट नो यार मैले भर्खर नोटिस गरेको फर्किँदाखेरि
हो थ्याङ्क गड म बाहिर निस्केछु हेर्नुको लागि। यत्रो दुईवटा आँखा दिएर पनि मैले देखिरहेको थिइनँ, भर्खरै देखेँ। एन्ड द्याट्स क्वाइट ब्युटिफुल है, कति राम्रो देखिरहेछ। हामी त्यतै जाने होला भोलि, त्यतैतिर हो कि बा आई डोन्ट नो, एक्ज्याक्टली थाहा भएन मलाई। अङ्कल ऊ त्यो देखिएको हिमालको नाम के हो? त्यो हिमालय हो होइन? यो लमजुङ हिमाल हो। हजुर लमजुङ हिमाल। लुमजुङ, थ्याङ्क यू। सो त्यो होटेल त्यो हिमालको नाम चाहिँ लुमजुङ कि के अरे हिमालको नाम। भर्खरै मैले नि यहाँ दाइलाई अङ्कललाई सोधेँ। अनि इट्स काइन्ड अफ लाइक हुन्छ नि, अब एक्कासी अब सबैसँग त बोल्नु मिल्दैन। म बाटोमा चाहिँ बोलेँ, एक दुईजनासँग बोलेर सोधेँ। अनि द्याट माउन्टेन इज कल्ड लुमजुङ। मलाई पनि थाहा थिएन, आई जस्ट स इट। अनि अब लाइक हुन्छ नि मेरोमा ध्यान कहाँ थियो क्या, मैले भर्खरै त्यो हिमाल नोटिस गरेँ। अनि अहिले चाहिँ म अब लाइक गोइङ ब्याक टु माई होटेल। अनि अब होटेलमा गएपछि लेट्स कन्टिन्यू, बाई बाई। होटेल चाहिँ पछाडिपट्टि छ अनि म पनि त्यतै जाँदैछु। भोलि हामी मनाङ जाने भनेको नि यही बाटो हो, यही रोडबाट अब यतैबाट जान्छौँ हामी मनाङ। अनि मेरो होटल चाहिँ अब अलिकति अगाडि छ। अनि यहाँ पनि अब लाइक हरेक ठाउँमा जस्तो डिफ्रेन्ट ट्राइब्सहरू देखेँ मैले, डिफ्रेन्ट काइन्ड्स अफ पिपल है। डिफ्रेन्ट काइन्ड भन्नु खोजेको कस्तो भन्दाखेरि डिफ्रेन्ट टाइप्स अफ पिपल है, हरेक कास्टको देख्दैछु मैले। राईहरू पनि जस्तो लाइक राई लिम्बू गुरुङहरू जस्तो पनि हुनुहुन्छ। अनि ब्राह्मण छेत्रीजहरू पनि हुनुहुन्छ देखेँ मैले सिमिलरली। अनि अब अनि पिपल फ्रम तराई रिजनहरूलाई पनि धेरै नोटिस गरेँ मैले। सो अहिलेलाई चाहिँ यति नै। अनि लाइक त्यतिखेर हरेक ठाउँमै हिँड्दैपछि दोकानै दोकान छ, पसलै पसल एभ्रिवेयर। सो पसल एभ्रिवेयर। अनि यहाँ भर्खरै दिदीले सेल भन्नुहुँदैछ। अनि वेल इट्स काइन्ड अफ गुड है। कस्तो मलाई अघिसम्म चाहिँ कस्तो लाज लागिरहेछ, अहिले चाहिँ खासै लाज लागेको छैन। अनि देयर आर स्टिल पिपल है, मलाई हेर्दै हाँस्दैछ। अब दे माइट थिङ्क म टुरिस्ट हो जस्तो लागिरहेको होला, बट एक्चुली आम नट अ टुरिस्ट अब रियलमै भन्नुपर्दाखेरि। अनि होइन लोकल टुरिस्ट नै हो, बट नट अ फरेन टुरिस्ट, जस्ट अ लोकल टुरिस्ट है। Sutta, I like this. So, I like this place. What do you think, right guys? So, तपाईहरु पनि अब एक्लै नभए साथीहरुसँग आउनु मन छ भने यु क्यान कम। मेरो चाहिँ कोही साथीहरु नआउने भएर म एक्लै आएको। अनि एनीवेज इट्स फन। एक्लै आउँदाखेरि पनि खासै केही छैन, इट्स ओके, फाइन, आइम फाइन। अनि आइम ह्याभिङ फन। दिस इज नाइस, क्वाइट नाइस। ब्याक अगेन। अनि म चाहिँ अब होटेल आइसकेँ आफ्नो। अनि अब आई विल जस्ट रेस्ट, एकछिन रेस्ट गर्छु। अनि खाना खाने टाइम हुन्छ, अनि खाना खाने। अनि टुडे आइ एम भेरी टायर्ड, सो छिटै सुत्छु होला। सो टिल देन बाई।